नमस्कार सबैजनालाई। न्यू इपिएस टपिक बुकको युनिट 11 को मिनिङ लिएर आएको छु आज। यसको टपिक रहेको छ छिबान इल भन्दै आजको मिनिङ वाचन गर्न गइरहेको छु। छिबान इल घरभित्रको काम, छिबान इल घरभित्रको काम। फरिदा फाल्नु, तारो फरिदा भनेको अलग गरेर फाल्नु, तारो फरिदा भनेको अलग गरेर फाल्नु। सुरेगी भनेको फोहोर, सुरेगी फोहोर। फरिनुन फप भनेको फाल्ने तरिका, फरिनुन फप फाल्ने तरिका। फुल्ली फेचुल भनेको वर्गीकरण र व्यवस्थापन, फुल्ली फेचुल वर्गीकरण र व्यवस्थापन। इल्फान सुरेगी साधारण फोहोर, इल्फान सुरेगी साधारण फोहोर। उम्सिकमुल सुरेगी खानेकुराको फोहोर, उम्सिकमुल सुरेगी खानेकुराको फोहोर। छेवारिङ फुम भनेको पुनः प्रयोग योग्य वस्तुहरू, छेयारिङ फुम भनेको पुनः प्रयोग योग्य वस्तुहरू। हनोत पुरानो कपडा, हनोत पुरानो कपडा। युरी भनेको खाना, युरी भनेको खाना पकाउनु, युरी भनेको खाना। छोङ्गी भनेको कागज, छोङ्गी कागज। युरी भनेको सिसा लेखेको छ। प्लास्टिक भनेको प्लास्टिक। खेक भनेको टिन वा डिब्बा, खेक टिन वा डिब्बा। युरिफेङ भनेको सिसाको बोतल, युरिफेङ भनेको सिसाको बोतल। युरी भनेको सिसा रहेछ, युरिफेङ भनेको सिसाको बोतल। सुरेगी फङ्तु ए नथा भनेको फोहोरको थैला, सुरेगी फङ्तु ए नथा भनेको फोहोरको थैलामा राख्नु। उम्सुकमुल भनेको खानेकुरा, उम्सुकमुल भनेको खानेकुरा। सुरेगी थोङ ए फरिदा, सुरेगी थोङ ए फरिदा भनेको फोहोरको डस्टबिनमा फाल्नु, सुरेगी थोङ ए फरिदा भनेको फोहोरको डस्टबिनमा फाल्नु। सुगहाम ए फरिदा भनेको सङ्कलन बक्समा फाल्नु, सुगहाम ए फरिदा भनेको सङ्कलन बक्समा फाल्नु। सुरेगी फङ्तु ए नथा भनेको फोहोरको थैलोमा राख्नु, सुरेगी फङ्तु ए नथा भनेको फोहोरको थैलोमा राख्नु। सुरेगी रुल फरिदा फोहोर फाल्नु, सुरेगी रुल फरिदा फोहोर फाल्नु। खाँचीसँगै। इल काम दिन। सिजागाता सुरु गर्नु, खुरेस त्यसैले। अतगे कसरी। पालले लुगा धुने काम, पालले भनेको लुगा धुने काम। सेतागिरुल थोलिदा भनेको वासिङ मेसिन चलाउनु, सेतागिरुल थोलिदा वासिङ मेसिन चलाउनु। पालेरुल नल्दा भनेको कपडा सुकाउनु, पालेरुल नल्दा कपडा सुकाउनु। मालिदा भनेको नि सुकाउनु हुन्छ। पालेरुल खत्ता भनेको लुगा उठाउनु, पालेरुल खत्ता भनेको लुगा उठाउनु। ओसुल थारिदा भनेको कपडामा स्त्री लगाउनु, आइरन लगाउनु। ओसुल थारिदा कपडामा आइरन लगाउनु। ओसिल केदा कपडा पट्टाउनु, ओसिल केदा कपडा पट्टाउनु। फिजारु कुचो झाडु। खेलले कपडाको टालो। मन्जिरुल तल्ता भनेको धुलो सफा गर्नु, टकटकाउनु। छङ्नी आधा व्यवस्थापन गर्नु। सोल्ता बढार्नु। छङसुगिरुल थोलिता भ्याकुम क्लिनर चलाउनु, छङसुगिरुल थोलिता भने भ्याकुम क्लिनर चलाउनु। छङसुगिरुल थोलिता भनेको भ्याकुम क्लिनर चलाउनु। थाक्ता भनेको पुस्नु, यौरी भनेको खाना पकाइ, फाप्सोत भात पकाउने कुकर, भाँडो। नेम्फी भाँडो, नेम्फी डेक्ची कसौटी भन्छ। छन्की फाप्सोत भनेको इलेक्ट्रिक राइस कुकर, छन्की फाप्सोत भनेको इलेक्ट्रिक राइस कुकर। फ्राइपेन। फाबुल हादा र चित्ता भात पकाउनु। उम्सुकमुल मान्दुल्दा खाना बनाउनु। सल्गजिरुल हादा भाँडा माझ्नु। सेताक सेजे भनेको भाँडा धुने सरफ, सेताक सेजे भनेको कपडा धुने सरफ। छुबाङ सेजे भनेको भाँडा धुने सरफ। फादक भुइँ। छाङमुन झ्याल। खाप्चा कि अचानक। थुवा
सहयोग गर्नु मद्दत गर्नु थवा जुदा सहयोग गर्नु मद्दत गर्नु खुरुमेन त्यसो भए छन्छनी बिस्तारै याक्सोक भनेको बाचा प्रतिज्ञा सिने भनेको सहर छोसिमेस भनेको सावधानीपूर्वक थोरखासी भनेको भित्र जानुहोस् थुरखासी हो भित्र जानुहोस् फरिल्ते भनेको फाल्ने बेलामा फुल्लिहेस भनेको अलग गरेर छ्यारिङपुङ भनेको पुनः प्रयोगयोग्य वस्तुहरू थेङ सुरुगी ठुलो फोहोर छोङ्ग्र्याङ्जे भनेको प्रकार अनुसारको फोहोर व्यवस्थापन प्रणाली छोङ्ग्र्याङ्जे भनेको फोहोर अनुसारको व्यवस्थापन प्रणाली थेङ सुरुगी ठुलो फोहोर छङ्गाता भनेको निर्धारण गर्नु निर्णय गर्नु छेकमाता भनेको क्षेत्र अनुसार छुइदे हान सकेसम्म मुल्की भनेको झोल तरल चिस्यान भन्छ मुल्की भनेको फोहोरको झोललाई चाहिँ मुल्की भन्छ खेगा हाता भनेको छेगा हाता हटाउनु पे भनेको हड्डी तालपे भनेको कुखुराको हड्डी थालग्याल कथेकी भनेको अन्डाको खोल थालग्याल कथेकी भने अन्डाको क्रेट थङमुल भनेको जनावर सुगथुङ भनेको सङ्कलन भाग भनेको सङ्कलन गर्ने डिब्बा प्लास्टिक भनेको प्लास्टिक फिनिल भनेको प्लास्टिक छोङ्ग्री प्रकार अनुसार थाम्यो भनेको कम्बल सिरक ओइरी सुगाम भनेको कपडा सङ्कलन बक्स हेङजक फोक्जी सेन्टर प्रशासनिक कल्याण केन्द्र आप भनेको अगाडि छुथेक गाउई खोल्मोक भने आवासीय क्षेत्रको गल्ली छुथेक भनेको भवन आवास भन्छ खोल्मोक भनेको गल्ली सुगजाङ भनेको फोहोर सङ्कलन स्थल छेक्साङ भनेको टेबल डेस्क छिम्दे खाट खुनसोरेगी भनेको ठुलो फोहोर फेगुमुल भने अनावश्यक फोहोर सुतीको स्टिकर फुसिनु भनेको टाँसेपछि सुतीको फ्युङ भनेको स्टिकरको खर्च सुरिगी उइ खुगी फोहोरको आकार साइज मुगे भनेको तौल मुगे ए तारा तौल अनुसार मञ्च भनेको पहिले थाम्दा राख्नु भर्नु हस् त आजलाई युनिट 11 को मिनिङ यही समाप्त गर्दछु नेक्स्ट टाइम युनिट 12 को मिनिङ लिएर आउनेछु भन्दै आजलाई बिदा चाहन्छु हस् त धन्यवाद।